11 बज्न लागिसक्यो। आज चाहिँ घाम त मधुरो देखेछ, जाडो यस्तो कुहिरो लाग्यो यहाँ मात्रै हो यस्तो घाम लामलाई यस्तो भएको, उता त पुरै कुहिरोले ढाके। हामी बिहान पनि गएर आएको, भिडियो बनाएनौँ। हिजोको भ्लग यही कन्टिन्यू। बिहान काम गरेर आएको, फेरि जान लागि। हाई बाबा भन। बाबा मेरो मेसी दादा, आई मिस यु सो मच। फाइनली हामी आइपुग्यौँ यता तल मामुको। घाम लागेछ। हामी त केही हुनु होला नि हेरेर। के छ रामदानीहरु ले आज रामदानी हो ल त काम छैन ए रामदानी तले आरो तिमीलाई के हालत सक्कली बेला दिन्छु सक्कली बतिया सक्कली
छोरीहरूले गर्नुभयो आफ्नो दिदी बहिनीहरूले अहिले माइजूहरूले गर्नुभयो बुहारी पार्टीहरूले गरेर भ्याइसक्नु भयो होला अब हाम्रो यहाँ बसेर हेरेर थाहा भयो नि अब आफ्नो जातसँग जानुपर्छ भनेर माइजू थाहा भयो नि अब भयो माइजू मगरसँग जानुहुन्छ आजी गुरुङसँग आफ्नै जातको चाहियो रे छुरा पनि नहुने हामी यहाँ टाढा बसेर हेरेर बस्यो माइजू के अरे त्यो सेतो बाँधेको बाजेको टुकुरा अरे चेलीबेटीको पालो त्यही अघि देखाए जस्तो सिकोमा त के धेरै हुन्छ नि अनि फेरि त्यही चढाउने लास्टै गर्मी घाम भएर जान लागेको भात खानलाई भोक लागिसक्यो फेरि मान्छे हुन्छ अनि फेरि कता कता खाने हो के गर्नुपर्छ दिनुपर्छ त्यही भएर हामी गएर छिटछिट भात खान्छ नि त दिदी तल कुरेर बस्यो आफ्नो छोरीसँग आफ्नो छोरी ल्याएर सातो जान्छ भनेर नलिएर खानु 2 जना मात्रै आएको माइजी त जानु भइसक्यो राम्रोसँग देखाउन पाएन अब घर सबै देख्यो भने भिडियो लामो हुन्छ त्यही भएर नदेखाएको अघि बिहान यस्तो कुहिरो लागेको थियो अहिले कस्तो घाम भएर यहाँ अब गएर हाइन खोल्नु पऱ्यो ज्याकेट मात्रै लाउनु पऱ्यो पातलो ज्याकेट त्यही भएर अर्को मामा घर हामी बसेको घर त उता हो देखिएन राम्रोसँग हेलो गाइज हेलो हेलो गाइज हेलो करे करे भोक लाग्छ बनायो हामी आइसक्यो अब भात खान्छ ल यहाँ माथि आइसकेछ भ्याइएछ हामी ठ्याक्कै आएको त भइसक्यो रहेछ आउँदैछ नि यहाँ माथि बसेर कस्तो लाग्छ छुन नपाउँदाखेरि कस्तो भयो त छुन नपाउँदाखेरि अघि नै गइसकेको यो त त्यो भन्नु न हजुरको रिभ्यू लिन लाग्यो यहाँ नराम्रो लाग्यो भयो अब आएको फेर ल गाइज आफ्नो जातसँग जानु होला इन्टरकास्ट नगर्नु होला आइसक्यो नि यहाँ अभी हेर्ने यहाँ के छ त यहाँ के पाक्यो भात अनि यहाँ दाल रहेछ भात त गिलो भएछ खाँडो भएछ के हो त यो कन खोलेको त कति महँगो बसाएको
खान्छौँ दाल भात आलु र के अरे यो के अरे चना नामै बिर्सेको हामी भात खान्छौँ माथि गएर हामी फेरि यहाँ आएको घर आएको अघि गएर फेरि आइसक्यो यहाँ नाच्दै गऱ्यो त्यही भएर हामी हेर्न आएको हो के अब तपाईँहरूले मेरोमा जोइन जोइन मेरो माइतीहरूले मलाई भात खुवाइमा अथवा पञ्चबलीमा अथवा के भन्छ कि अब राम्रो काममा बिहा गर्छ अनि यस्तो नराम्रो काममा मलाई आउन नपर्छ यो नमस्कार हिँडेको है हामी अब आइयो नाचेको हेरियो हजुरहरूले पनि हेरिसक्नु भयो होला अब यहाँ खानालाई लिएर जाँदैछौँ अहिले फेरि आउने हो त्यो मैले देखाएँ नि त्यो बाजेको फोटो टाँसेको त्यो बाजेको उ गराइदिएको अनि त्यही लैजाने गरेपछि अनि अहिले देखाउँछु ल थकेला यहाँ माथि चढेको त